आज बिहानै उठेँ अनि हातमुख धोएर पूजापाठ गरेँ। पूजापाठ गरेर हे लक्ष्मीनारायण भगवान्, हे श्री हरि भगवान् विष्णु, सबैलाई कल्याण गर्नुहोस्। जगत जननी यस पृथ्वी माता लगायत सबै यस पृथ्वीमा बसोबास गर्ने सम्पूर्ण जीवित प्राणीहरूलाई कल्याण गर्नुहोस्। श्री कृष्ण गोविन्द हरि मुरारी, हे नाथ नारायण वासुदेवाय भनेर भगवानको भजन पनि यति मात्रै गाएँ, पुरा त गाइनँ। अब त्यसपछि आध्यात्मिक पनि भइहाल्यो। अब भजन कीर्तन पनि गाइयो, पूजापाठ पनि गरियो। अब बिहानै यसो स्वर पनि खुल्छ, एउटा गीत गाइदिउँ न त भनेर अब कुन गीत गाउने भनेर एउटा मलाई एकदमै मन परेको गीत गाउन सुरु गरेँ। बुढी सुतिराखेकी थिए होइन, अनि बुढीकै छेउमा बसेर फुलको थुङ्गा हौ कि बगेको गङ्गा हौ कि मायाको हौ कि गजुर ए मेरो हजुर भनेर मात्रै के गाएको थिएँ। बुढी जुरुक्क उठेर, होइन ए बुढा, बिहान बिहानै के पारा हो तिम्रो, काम पाएनौ, सुतिराखेकी बुढीलाई डिस्टर्ब पो गर्छौ त यार। म तिम्री बुढी ईश्वरी हो क्या ईश्वरी, कहाँ बगेको गङ्गा, कहाँ फुलको थुङ्गा, कहाँ मायाको गजोतिर गइरहेको। अब आफ्नै बुढी पनि चिन्न छोड्यौ होइन, दिमाग त छ तिम्रो भनेर भनी त्यसपछि मेरो गीत गाउने मोडै हरायो। हजुर के गर्नु, यस्तै बितिरहेको छ हौ जिन्दगी।